नमस्ते साथीहरू। अहिले म चाहिँ म्याग्दीको कोट गाउँमा आइपुगेको छु है। ढुङ्गाले छाएको घरहरू बुजुप्प अवस्थामा रहेको कोट गाउँ। त्यो पर देखिने चाहिँ पाखा पानी। आज बिहानभरि हामी डुलेको त्यो ठाउँ। अनि त्यसपछि हिजो दिनभरि हिँडेको त्यो पल्लो भेग हो दर्मिजा भन्ने ठाउँ। अनि त्यो हिमाल देख्नुभयो। त्यो हामीले 2-3वटा पहाडहरू छिचेलेर उता माथिपट्टि चौरी खानी भन्ने ठाउँमा पुगेको थियौँ। आज हामीले यहाँको कार्यक्रम भ्याएर चाहिँ बेनी गएर बसिन्छौँ। हस्त नमस्ते। मलाई यो भ्यू साह्रै मन पर्यो अनि तपाईँहरूलाई देखाउन खोजेको। म्याग्दीमा रहेको घरहरू यस्तो हुन्छ है, ढुङ्गाले छाएको बुजुप्प अवस्थामा रहेको। यसको यो गाउँको नाम चाहिँ कोट गाउँ हो है साथीहरू। एकदमै राम्रो रमाइलो लाग्ने